राइस कुकरमा केक बनाएको थिएँ यो भन्दा अगाडि, त्यो बेलामा सोचेको जस्तो चाहिँ भएन। त्यही भएर यसपालि चाहिँ ह्याकुएनबाट केक मिक्स ल्याएको छु। यसको चाहिँ बनाएर ट्राई गर्छु कस्तो हुन्छ। लेट्स फाइन्ड आउट। केक मिक्सको रेसिपी अनुसार नै बनाउने छु। त्यसको लागि मैले अनसल्टेड बटर 50 ग्राम लिए अनि एउटा अन्डा सबै रुम टेम्परेचरको। त्यसपछि चाहिँ मजाले मिक्स गरिदिए। ओभन सबैको घर नहोला, त्यसैले मैले राइस कुकरमा चाहिँ ट्राई गर्न लागेको हो। यो पिठो सेरिया र डाइसोको बेकिङ सेक्सनमा चाहिँ सजिलोसँग पाउन सक्नुहुन्छ। पिठोलाई चाहिँ अलिकति हाल्दै मिक्स गर्दै गर्नु होला ताकि सबै राम्रोसँग चाहिँ ब्लेन्ड होस्। ब्याटर चाहिँ अलिकति सुक्खा भएको भएर मैले अलिकति दुध हालेर यसको स्मुथ ब्याटर बनाएको छु। यो पिठोमा चाहिँ अलरेडी चिनी र बेकिङ पाउडर हुने भएकोले केही पनि हाल्नु पर्दैन। त्यसपछि मैले राइस कुकरको भाँडामा चाहिँ तेलले ग्रिस गरे अनि सबै ब्याटर हाले अनि नर्मल भात पकाउने सेटिङमा चाहिँ लगाएर पाक्न छोडिदिए। राइस कुकर बाहेक मोमोको स्टिम गर्ने भाँडामा एउटा बोर्डकोमा ग्रिस गरेर त्यसमा पनि 20-25 मिनेट पकाएर टुथपिक चेक गर्न सक्नुहुन्छ। टुथपिक क्लिन आयो भने चाहिँ केक पाकेको हुन्छ। जे होस् केक चाहिँ एकदम मिठो बन्यो। मैले चाहिँ एउटा प्याकेट युज गरेको भएर थोरै भयो, तपाईहरुले 2-3टा प्याकेट युज गर्न सक्नुहुन्छ। जे होस् ट्राई गर्न चाहिँ फरक पर्दैन, एकदम मिठो छ। यति भन्दै ओके बाइ।